हेलो गाइजहरू, आज चाहिँ मैले नेपाल आर्मी सैनिक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको चाहिँ एउटा क्वेसन पेपर लिएर आएको छु। यो चाहिँ मिति 2082 12 महिना 21 गते भनेपछि लगभग 83 लागि नै आँटेको थियो। त्यो समय चाहिँ लिखित परीक्षा भएको थियो, जहाँ सोधेको थियो त्यो क्वेसन चाहिँ मैले लिएर आएको छु। यो चाहिँ खुद म आफैले दिएको क्वेसन पेपर हो र म चाहिँ त्यो पेपरहरू सरासरी देखाउन गइरहेको छु। र तपाईँहरूले छुट्याउनै नहुने भनेको चाहिँ यो किबी लेखेको छ नि यहाँ माथि, जो चाहिँ लेख्नुपर्ने हुन्छ। यदि यो लेख्नु भयो भने त्यो काउन्ट नै हुँदैन। र तपाईँहरूले समय भनेको 2 घन्टा 30 मिनट पाउनुहुनेछ। र यो वस्तुगत क्वेसन भनेको चाहिँ विषय अङ्ग्रेजी, नेपाली, गणित र सामान्य ज्ञानबाट पाउनुहुनेछ। पूर्णाङ्क जम्मा 100 हुनेछ। र तपाईँहरूलाई सरासरी म एउटा क्वेसन देखाउनेछु। र नेपालको उत्तर दक्षिण औसत चौडाइ कति रहेको छ भनेर लेखेको थियो। र मैले चाहिँ 193 किलोमिटर भनेर लेखेको थिएँ। र यो राइट भयो या गलत भयो मलाई पनि थाहा छैन, किनकि म आफैले दिएको क्वेसन हो। जस पास चाहिँ भएछु, म नेपाल आर्मी सिलेक्ट भइसकेको छु होइन। अहिले चाहिँ इन्टरभ्यूहरू सबै कराइसकेँ र अब यही 10 गते असार 2083 असार 13 गते चाहिँ ट्रेनिङ रहेको छ। र आउँदो भाइ बहिनीहरूलाई पनि यसो सहयोग होस् न त भनेर यो मैले भिडियो बनाइरहेको छु। र कति मैले आन्सरहरू पनि गलत दिएको छु होला, तपाईँहरूले आफै खोजेर लेख्न सक्नुहुन्छ है। र मैले आन्सर भन्नुभन्दा अगाडि तपाईँहरूले भनेर पनि कति गेस गर्नुहुनेछ होइन। र तपाईँहरूले आफ्नो हुन्छ नि नलेज कति छ भन्ने कुरा पनि तपाईँहरूले थाहा पाउनुहुनेछ। र 2 नम्बर लेखेको देखेछ हुन्छ। भिडियो धेरै लामो हुनेछ किनकि मैले वस्तुगत क्वेसन र मैले धेरै नयाँ क्वेसनहरू ल्याइसकेको छु तपाईँहरूलाई। यहाँनिर विषयगत क्वेसन पनि दुईटै नै के सोधेको थियो 2082 सालमा अन्तिम सिजनमा 83मा के सोध्नेछ, धेरै हेल्प हुनेछ। लगभग यही मोडेलको क्वेसनहरू आउनेछ तपाईँहरूलाई। र तपाईँहरूलाई चाहिँ मैले चाहिँ के आन्सर लेखेको थिएँ भन्ने कुरा चाहिँ तपाईँहरूलाई म देखाउनेछु होइन। कति क्वेसनहरू चाहिँ मैले जे लेखेको छु त्यो गलत पनि हुनसक्छ। र तपाईँले खोजेर सही आन्सर करेक्ट आन्सर के हो भन्ने कुरा चाहिँ तपाईँहरूले आफैले नै गेस गर्नुपर्नेछ। र मैले देखाएको आन्सरहरू सही पनि हुनसक्छ र गलत पनि हुनसक्छ। म आफैले थाहा छैन कि सही भयो गलत भयो। हुन्छ। 2 मा लेखेको छ नेपालको पश्चिम दिशामा रहेको भारत र चीन दुवैसँग सिमाना जोडिएको जिल्ला तलको मध्ये कुन हो भनेको छ। यो ताप्लेजुङ लेखेको छु, सायदै यो दार्चुला हुनुपर्छ। सायद मैले गलत आन्सर दिएको हुन सक्छु। र यो तपाईँहरूले आफैले खोज्न सक्नुहुन्छ। र 3 नम्बर लेखेको छ हाब्रे रातो पाण्डाका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो भने चाहिँ मैले बाँके राष्ट्रिय निकुञ्ज लेखेको छु, तर यो राइट हो गलत हो तपाईँ आफै खोजी गर्नुहोला। नेपालमा कतिवटा राष्ट्रिय निकुञ्जहरू रहेका छन् भने चाहिँ 13वटा लेखेको छु। अनि 5 नम्बर लेखेको छ नदीका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ भनेछ। मैले तिनवटा भनेर दिएको छु। र मैले कति आन्सरहरू चाहिँ गलत दिएको छु, तपाईँ आफै खोज्न सक्नुहुन्छ है। यो मैले जुन टिक लगाएको छु त्यो सही पनि हुनसक्छ र गलत पनि हुनसक्छ। तपाईँ आफै खोज्नुभयो भने त्यो खोज्ने क्रममा तपाईँ अरू पनि भेटाउनुहुनेछ र त्यो त्यहाँ तपाईँले अरू नलेज पनि बढ्नेछ कि। यदि तपाईँले यो आन्सर मात्र हेर्नुभयो भने पनि होइन, अहिले मैले आन्सर देखाएँ भने सही आन्सर मात्र देखाएँ भने तपाईँ त्यसमै मात्र फोकस गर्नुहुन्छ होइन। र जस्तै मैले तपाईँले कुनै पनि आन्सर खोज्दाखेरि तपाईँले अरू कुरा पनि पाउनुहुन्छ होइन। त्यो कारणले गर्दा पनि हुन्छ। भिडियो धेरै लामो हुनेछ किनकि तपाईँले छोटो भिडियोबाट केही पनि पढ्न सिक्न चाहिँ थोरै सिक्नुहुनेछ भने लामो भिडियोबाट धेरै नै ज्ञान हुनेछ। र ढिलो नगरिकन क्वेसन नम्बर 6 मा नेपालको सबैभन्दा लामो नदी कुन हो भने चाहिँ मैले गण्डकी हालेको छु। र 7 मा लेखेको छ काठमाडौँदेखि चिनको सीमाबिन्दु कोदारी जोड्ने सडकलाई कुन राजमार्गको नामले चिनिन्छ भने चाहिँ मैले चाहिँ पृथ्वी राजमार्ग लेखेको छु। र 8 मा लेखेको छ धुलिखेल बर्दिवास सडकलाई कुन
हाइवेले हाइवेको नामले चिनिन्छ भने चाहिँ मैले चाहिँ बिपी हाइवे भनेर चाहिँ चिनिन्छ भनेर त्यहाँ क्वेसन आन्सर लेखेको थिएँ। र क्वेसन नम्बर 9 मा लेखेको छ नेपालको राष्ट्रिय झन्डाका डिजाइन को हुन् भन्दाखेरि मैले चाहिँ अब डाक्टर बलराम जोशी भनेर लेखेको छु। र तपाईँ मैले जति आन्सर दिएको छु त्यो अघि नै मैले भनिसकेको छु, राइट पनि हुनसक्छ र गलत पनि हुनसक्छ, किनकि मैले सबै क्वेसनहरू राइट बनाएको छुइनँ होइन। सबै राइट गरेको नभएको कारणले गर्दा म पनि अलमल्ल छु कि म आफैले दिएको क्वेसन पेपर हो तर कति राइट पनि हुन्छ र कति गलत पनि हुन्छ। त्यो कारणले गर्दा तपाईँले हरेक क्वेसनको आन्सर तपाईँ आफै खोजेर र सही आन्सर करेक्ट आन्सर तपाईँले पहिचान्न सक्नुहुन्छ। र कतिजना त मभन्दा ट्यालेन्ट पनि हुनुहुन्छ होइन। त्यो कारणले गर्दा पनि तपाईँहरूलाई पनि कति हेल्प हुनेछ। 2083मा 82-83मा कस्तो क्वेसन आएको थियो भन्ने कुरा तपाईँहरूले थाहा पाउन सक्नुहुन्छ। र 10 नम्बरमा लेखेको छ नेपालको राष्ट्रिय गानका सङ्गीतकार को हुन् भन्दा मैले चाहिँ अमर गुरुङ चुज गरेको थिएँ। नेपालको राष्ट्रिय जनावर कुन हो? त्यो त अभियसली गाई बहिनीको होइन। स्थानीय तह अन्तर्गत तलका मध्ये कुन पर्दैनन्? स्थानीय तहमा चाहिँ जिल्ला चाहिँ पर्दैन होइन। गाउँपालिका, नगरपालिका, महानगरपालिका पर्छ। नेपालको मध्य प्रदेशमा कतिवटा जिल्लाहरू रहेका छन् भन्दा मैले चाहिँ 8वटा चुज गरेको थिएँ। र 13 नम्बर सकिसक्यो भने 14 नम्बरतिर ढिलो नगरिकन 14 नम्बरमा चाहिँ यसो लेखेको छ अफगानिस्तानको राजधानी तलका मध्ये कुन हो भनेको छ। मैले चाहिँ काबुल लगाएको थिएँ। र सार्कको सचिवालय कहाँ रहेको छ भन्दाखेरि चाहिँ मैले चाहिँ काठमाडौँको नेपालमा चुज गरेको थिएँ। अनि 16मा छ नेपालका मध्ये नेपाली सेनामा रहने सबैभन्दा उच्च पद कुन हो भने चाहिँ सबैभन्दा उच्च पद महारथी भनेर टिक लागेको थिएँ। अनि 17मा लेखेको छ नेपाली सेनामा सबैभन्दा तल्लो पद निम्नमध्ये कुन हो भनेछ। नेपाली सेनाको सबैभन्दा तल्लो पद चाहिँ कुन हो भन्दाखेरि निम्नमध्ये भने तल दिएको जति चाहिँ यहाँनिर जति दिएको छ एबिसिडीमा त्यहाँमध्ये चाहिँ कुन चाहिँ सबैभन्दा तल्लो पद हो त भन्दाखेरि चाहिँ मैले चाहिँ जमदारमा टिक लगाएको थिएँ। जमदार चाहिँ सबैभन्दा सानो पद रहेको छ यहाँको। र 18मा छ तल दिएका मध्ये क्रस खुकुरी कुन पदको दर्जा चाहिँ हो भन्छ होइन। क्रस चिह्न चाहिँ यहाँनिर सहायक सेनानी, उपसेनानी, सहसेनानी र रथी छ। र क्रस खुकुरी चाहिँ कुन चाहिँ पदको हो त भन्दाखेरि सहायक सेनानीको चाहिँ क्रस खुकुरी हुन्छ होइन। क्रस खुकुरी भएको मात्र भएको चाहिँ सहायक सेनानी हुन्छ। र क्वेसन नम्बर 19मा छ नेपाली सेनाको सहसेनानीको दर्जानी चिह्न कुन हो भनेछ। नेपाली सेनाको सहायक सेनानीको दर्जानी चिह्न चाहिँ क्रस खुकुरी, सूर्य र अर्धचन्द्र हुन्छ। मैले चाहिँ टिक लागेको थिएँ। र क्वेसन नम्बर 20मा छ नेपालको संविधान अनुसार नेपाली सेनाको परमाधिपति को रहने व्यवस्था छ। यो चाहिँ राष्ट्रपति रहेको छ। अनि 20 नम्बरको राष्ट्रपति भन्ने ए नम्बर मैले चुज गरेको थिएँ। र 21 नम्बरतिर जाउँ। 21 नम्बरमा छ नेपालको संविधानको धारा 267(5) अनुसार नेपाली सेनाको परमाधिपतिको नियुक्ति कसले गर्नेछ भने चाहिँ नेपाली सेनाको प्रधान सेनापतिको नियुक्ति चाहिँ कसले गर्नेछ भनेर सोधिएको छ। यो चाहिँ मैले नि राष्ट्रपति नै लेखेको छु, चुज गरेको थिएँ। र 22मा लेखेको छ सैनिक ऐन 2063 अन्तर्गतको क्षेत्राधिकारमा तलका मध्ये कुन व्यक्ति पर्छन् भनेर लेखेको छ। र 2063 को अन्तर्गत चाहिँ क्षेत्राधिकारभित्र को मध्ये कुन व्यक्तिहरू पर्दछन् भन्दाखेरि नेपाली सेनाबाट निवृत्त व्यक्तिहरू भनेर चाहिँ मैले चाहिँ सी नम्बरको चुज गरेको थिएँ। र क्वेसन नम्बर 23तिर जाउँ ढिलो नगरिकन। सैनिक ऐन 2063 बमोजिम नेपाली सेनामा नियुक्ति हुन अयोग्य हुने अवस्था तलका मध्ये कुन हो भनेछ। र यहाँ चाहिँ सबै अप्सनहरू ठिकै छ भनेर चाहिँ मैले अप्सनमा आन्सर लगाएको थिएँ। एमा छ गैर नेपाली नागरिक, बीमा छ नैतिक पतन देखिने,
फौजदारी अभियोगमा कसुरदार ठहरिएको र सीमा मानव अधिकार हननमा कसुरदार ठहरिएको भनिन्छ र माथिका सबै भन्छ डीमा चाहिँ। र मैले चाहिँ डी आन्सर चाहिँ टिक लगाएको थिएँ। र नेपाली 24 नम्बर छ नेपाली सेनामा कार्यरत अधिकृत कर्मचारीको अध्ययन विधा कसले स्वीकृत गर्न सक्ने व्यवस्था रहेको छ भनेछ र यो चाहिँ नेपाल सरकार हो। सबैको अध्ययन विधा चाहिँ नेपाल सरकारले नै गर्छ। अनि र तपाईँहरूलाई यो क्वेसन आन्सर चाहिँ एउटा फाल्टै कापी दिएको हुन्छ क्वेसन आन्सरको आन्सर दिने। जस्तै 24 नम्बरको अब कुन एबिसी भने डी भने 24मा यतापट्टि कोठा हुन्छ, 24 नम्बर हुन्छ, अनि यतापट्टि कोठा हुन्छ। त्यहाँ चाहिँ अब आन्सर कुन हो, ए हो कि बी हो कि सी हो कि त्यो मात्रै लेख्नुहुन्छ पर्ने छ। आन्सर भने डी हो भने डी लेख्नुपर्ने हुन्छ। र अब चाहिँ क्वेसन नम्बर 25मा जाउँ। 25मा चाहिँ सिपाही पदमा कार्यरत सैनिकले कति वर्षको उमेरमा सेवामा रही कार्य गर्न सक्नेछ भनेछ। उमेरसम्म सेवामा रही कार्य गर्छ। नेपाली सिपाहीको अवकाश भनौँ न त गर्ने चाहिँ समय चाहिँ 46 वर्ष रहेको छ। र यहाँनिर अब चाहिँ इङ्ग्लिसको क्वेसन सुरु भइसकेको छ। र 26मा लेखेको छ आई निड डट पेन्सिल टु राइट भन्छ। मैले चाहिँ लेखेको थिएँ आई निड अ पेन्सिल टु राइट भनेर लेखेको थिएँ। तर यो राइट भयो या गलत भयो मलाई पनि थाहा छैन होइन, अनि चुज गरेको छैन। र 2 नम्बरमा छ 27 नम्बरमा छ हि इज अनेस्ट बाई भनेछ। यो चाहिँ साउन्ड अनेस्ट आउने भएको कारणले एन लेखेको थिएँ मैले चाहिँ, एन चुज गरेको थिएँ बीको। अनि 28मा छ हि इज डट टेलर्स बाई इन द क्लास भनेछ। मैले चाहिँ सी नम्बरको चुज गरेको थिएँ यो 28 नम्बरको क्वेसनमा चाहिँ। अनि यो 29 नम्बरको क्वेसनमा चाहिँ छ यु हेभ टु गो स्कुल डट टाइम गरेछ इन टाइम भनेर मैले चाहिँ लेखेको थिएँ। डी नम्बरको चुज गरेको थिएँ मैले चाहिँ। अनि 30 नम्बरमा छ हि वेन्ट टु विराटनगर डट बस। यो चाहिँ मैले बाई चुज गरेको थिएँ होला, त्यो मैले चाहिँ डट गरेको थिएँ। हि वेन्ट टु विराटनगर बाई बसद्वारा चाहिँ विराटनगर गएको थिएँ भन्ने हुन्छ। र 30 नम्बर भयो। अब 31 तिर जाउँ है त। 31 तिर जाउँ। 31मा लेखेको छ वाट इज द पुलर फर्म अफ डिस भनेछ। डिसको चाहिँ मैले डिसेस लेखेको थिएँ, तर यो मिस्टेक जस्तो लागिरहेको थियो मलाई चाहिँ आफैलाई। र यसको चाहिँ यो डिसको चाहिँ पुलर फर्म चाहिँ के हो भनेर तल अप्सनहरू छन् एबिसिडीमा चाहिँ कुन चाहिँ हो भन्ने कुरा एउटा आन्सर दिनुपर्ने हुन्छ। र यहाँनिर तल 32 तिर जाउँ। चुज द करेक्ट अप्सन भनेछ। सी डट द बस एभ्री डे भनेछ। जुन खाली ठाउँ डटमा चाहिँ के लगाउनुपर्छ, के म्याच खान्छ भनेर चाहिँ त्यहाँ दिएको छ। टेकिङ टेक्स र इज टेकिङ टेक मात्र होइन। मैले चाहिँ सी टेक्स भनेर लेखेको थिएँ, टेक्स लेखेको थिएँ, चुज गरेको थिएँ। बी नम्बरको क्वेसन आन्सर चाहिँ चुज गरेको थिएँ। अनि 33मा रहेको छ 33मा रहेको छ यु केम हियर बाई बस भनेर चाहिँ इज इन द टेन्स भनेछ। यो टेन्स चाहिँ जुन यो एउटा सेन्टेन्स छ यहाँनिर हि केम हर बाई बस भन्ने यो सेन्टेन्स चाहिँ कुन टेन्सको हो भनेर चाहिँ यहाँ सोधिएको छ। मैले सिम्पल प्रेजेन्ट टेन्स भनेर चुज गरेको थिएँ। र ढिलो नगरी अब 34तिर जाउँ। 34मा लेखिएको छ
वाट इज द सिङ्गुलर फर्म अफ लिभ्स भनेको छ। यसको सिङ्गुलर फर्म चाहिँ मैले लिभ भनेर लेखेको थिएँ। र 35मा छ हि प्लेड मादल, अनि दिस सेन्टेन्स इन द टेन्स भनेको कुन टेन्समा हो भनेर छ। मैले चाहिँ सिम्पल फास्ट भनेको थिएँ, किनकि प्लेड आएको छ, भर्ब टु आएको कारणले चाहिँ सिम्पल फास्ट जस्तो लाग्यो, त्यही भएर मैले सिम्पल फास्ट लगाएँ। र अब चाहिँ नेपाली आन्सर क्वेसन आएको छ नेपालीबाट। र 36मा लेखेको छ, 36मा आन्सर छ सगरमाथा कुन प्रकारको नाम हो भनिन्छ। यो चाहिँ मैले व्यक्तिवाचक नाममा चुज गरेको थिएँ। र 37मा छ तल दिएका शब्दहरूमध्ये कुन विशेषण होइन भनेको थिएँ। मैले चाहिँ भोलि चाहिँ विशेषण होइन भनेर लगाएको थिएँ। र 38 नम्बर छ उनी मेहनती छिन्, यो वाक्यमा उनी शब्दको के जनाउँछ भन्छ। उनी शब्द चाहिँ सर्वनाम जनाउँछ भनेर मैले लेखेको थिएँ। सुन चाँदी डरट गहना महँगो हुन्छ भने चाहिँ सुन चाँदीको गहना महँगो हुन्छ भने चाहिँ मैले लेखेको थिएँ। अनि सी नम्बरको क्वेसन चाहिँ आन्सर चाहिँ मैले लेखेको थिएँ। र 40 नम्बरमा छ भाइ डरट आँप खान्छ, भाइ डरट आँप खाइन्छ भने चाहिँ भाइको आँप खाइन्छ भने मैले चुज गरेको थिएँ। अनि 41मा छ सबै डरट असल मानिस मनपर्छ भने चाहिँ मैले चाहिँ बी नम्बरको क्वेसन सबैलाई असल मानिस मनपर्छ भनेर चाहिँ मैले चुज गरेको थिएँ। अनि 42 नम्बरमा छ दिएका मध्ये कुन चाहिँ बहुवचन मिलेको छैन भन्दाखेरि चाहिँ मैले चाहिँ सी नम्बरको फुलहरू भनेर लगाएको थिएँ। सायद यो मिस्टेक पनि हुनसक्छ मेरो, यो तपाईँले आफै चुज गर्नुहोला। अनि 43मा छ नेपाली व्याकरणमा वचन कति प्रकारको हुन्छ भन्दाखेरि मैले दुई प्रकारको भने एक वचन बहुवचन भने चाहिँ मैले बी चुज गरेको थिएँ। अनि 44मा छ सात्विक शब्दको विपरीत शब्द कुन हो भनेको चाहिँ मैले चाहिँ अस्तिक लागेको थिएँ। मैले सायदै यो शब्द मैले सुनेकै थिइनँ, मैले अचम्मै हालिदिएको थिएँ होइन, मिलेन थाहा छैन मलाई पनि। र 45मा छ विजय शब्दको विपरीत शब्द तलका मध्ये कुन सही छ भन्दाखेरि विजयको पराजय भनेर लेखेको थिएँ मैले चाहिँ। अनि 46मा छ आधा दर्जन, अब चाहिँ म्याथको सुरु भइसकेको रहेछ। आधा दर्जन कापीको मूल्य रु छ भने 9वटा कापीको मूल्य कतिवटा पर्छ। र तपाईँले हिसाब गर्न सक्नुहुन्छ। मसँग चाहिँ अलिक टाइम नभएको कारणले पनि र सी नम्बरको बाले नै हिसाब गरेर निकाल्न सक्नुहुन्छ। र 47मा छ 5 जना व्यक्तिलाई रु 150 बराबर भाग लगाउँदा प्रत्येक एक व्यक्तिले भागमा कति रुपियाँ पाउँछ। धेरै होइन, त्यही 150 डिभाइडेड 5 गर्ने हो। 5 यहाँ 15, 0 0को 0 भयो, 30 भयो सिधै होइन, त्यही डिभाइडेड हो। 150लाई 5ले डिभाइड गर्ने 30 आउँछ, त्यही आन्सर हो होइन, हुन्छ। अनि 48मा छ कुनै पनि व्यवसायमा नाफा हुनको लागि तलका मध्ये कुन अवस्था सही हुनुपर्छ भन्दाखेरि चाहिँ मैले चाहिँ यहाँनिर दुईटा अप्सन दिएको छ, खरिद दरभन्दा बिक्री दर बढी हुनुपर्छ भन्ने छ। आइमा छ बिक्री मूल्यभन्दा खरिद मूल्य कम हुनुपर्छ भन्ने छ। मैले चाहिँ यहाँ डी नम्बर क्वेसन आइ र आइ दुवै ठिक छन् भनेर सही छन् भनेर ठिक लागेको थियो। किनकि खरिद दर भन्दा बिक्री दर बढी हुन्छ। खरिद भनेको किनेको, बिक्री भनेको बेचेको होइन, आफूले किनेको भनेको खरिद हो, बिक्री भनेको आफूले अरूलाई बेचेको होइन। त्यो बिक्री मूल्यभन्दा खरिद मूल्य कम हुनुपर्छ, त्यही त हो, सेम त छ होइन। मैले चाहिँ डी नम्बरको आन्सर चाहिँ चुज गरेको थिएँ। हुन्छ, अब 48 दुईटा क्वेसन वस्तुगत बाँकी छ। अनि 49मा छ 250 को 50%
कति हुन्छ भन्दाखेरि 250 को 50% भनेको कति हुन्छ भन्दाखेरि ठ्याक्कै 50 भनेको हाफ त हो होइन। 250 लाई हाफ बनाउँदा कहिले 200 को 100 भइगयो, 50 को 25, 125 ठ्याक्कै बी को आन्सर 125 चाहिँ आन्सर छ। मैले त्यही टिक लगाएको थिएँ। अब 2x + 6 = 32 भए x को मान कति हुन्छ भनेर चाहिँ यो तपाईँहरूले हिसाब गर्नुपर्ने हुन्छ होइन, धेरै लामो। यहाँ पनि मैले गरेको छु होला सायदै 13 सायद यही त हो। यहाँ मैले गरेकै छु सल्भ पनि यही छ। हुन्छ वस्तुगत क्वेसन चाहिँ यति नै रहेको छ। 50 वटा आउँछ र अब रहेको छ विषयगत क्वेसन। यो विषयगत क्वेसन चाहिँ तपाईँहरू आफै गर्न सक्नुहुन्छ। मेरो अब यो धेरै टाइम लाग्छ होइन, भिडियो पनि धेरै लामो भइसक्यो र तपाईँहरूलाई म सरसरी मात्रै देखाइदिन्छु क्वेसन, तपाईँ आफै सल्भ गर्न सक्नुहुन्छ है त, गर्नु होला। र आउँदो समयमा तपाईँहरूलाई बेस्ट अफ लक। लगभग सबै क्वेसनहरू लगभग यस्तै मोडलको मात्र क्वेसन आउँछ। पछि चेन्जेस हुँदै गयो भने चेन्जेस बिस्तारै हुन्छ, तर एक्कासी सबै क्वेसन चाहिँ चेन्ज हुँदैन। हुन्छ तपाईँहरूलाई म सरसरी क्वेसन देखाउनेछु। 1 2 3 4 5 6 7 7सम्म यहाँ रहेछ। 7 देखि यता छ, 7 देखिको 8 9 10 11 12 13 14 15 16 17 क्वेसन यति नै समाप्त भनेपछि यति नै क्वेसन रहेको छ। तपाईँहरूले क्वेसनहरू धेरै नै राम्रो बेस्ट अफ लक होइन, राम्रो गर्नु होला। त्यस्तो हार्ड क्वेसनहरू आउँदैन। तपाईँहरूले यदि पढ्नु भएको छ भने पढ्नेलाई हार्ड क्वेसन हुँदैन, नपढ्नेलाई होइन हार्ड नै हुन्छ। अब नजानेपछि त कहाँ सजिलो हुन्छ। मेहनत गर्नु पर्यो धेरै नै। अब कति कुराहरू भनेको तपाईँहरूलाई 40 मार्कमा पास हुनु भन्छन् होइन, तर तपाईँहरूलाई पास भन्ने कुरा भनेको त्यो लेभल मात्र पास गर्नु हो। तर त्यहाँ भने यो सबैभन्दा कम्पिटिसन हो होइन, जसले धेरै ल्यायो त्यही अगाडि बढ्ने हो क्या। अब जस्तै धेरै पास भइदिन्छन् तर मात्रा भनेको थोरै हुन्छ होइन, त्यतिखेर चाहिँ अब कम ल्याउनेहरूलाई फाल्नुपर्ने हुन्छ, धेरै ल्याउनेहरूलाई चाहिँ अब अगाडि बढाउनु पर्ने हुन्छ। त्यही अनुसार हुन्छ। आर्मी हरेक कुरामा पनि त्यस्तै यही हुन्छ होइन। तपाईँ ब्रिटिस आर्मी लिनुहोस् या सिङ्गापुर नेपाल आर्मी, इन्डियन आर्मी, सबैभन्दा बेस्टलाई लग्ने हो क्या। पासलाई हुने हो भने त्यो पास गर्नेलाई भन्दा पनि बेस्टलाई चाहिँ लग्छन् प्राय हरेक कुरामा। र हुन्छ गाइजहरू, अब भिडियो पनि धेरै लामो भइसक्यो र मेरो लाहुरेको यात्रा भन्नुपर्दा चाहिँ मैले चाहिँ कुनै पनि घुसहरू खुवाइनँ पनि होइन, 1 रुपियाँ पनि खुवाइनँ। अनि मैले कसैले मागेनन् पनि मलाई होइन, अनि खुवाइनँ पनि मैले। अनि मलाई पैसा लागेको भनेको फर्स्टमा त्यही हो, फर्म भर्नको लागि लाग्यो, राजस्व भयो, डकुमेन्टहरू यता फोटोकपीहरू त्यही गर्न चाहिन्छ होइन। अनि फर्स्टमा सेकेन्डमा भनेको मेडिकलमा चाहिन्छ पैसा भनेको 1000 रुपियाँ मेडिकल लियो। त्यो राजस्व त होइन, मेडिकल गरे बापतको हुन्छ नि लियो, त्यति हो पैसा भनेको नेपाल आर्मी लागेको भनेको। म खोटाङदेखि आउँदा चाहिँ अलिक त्यहाँ चाहिँ भाडा धेरै लाग्ने भएको कारणले त्यता चाहिँ गयो पैसा भनेको। नत्र मैले नेपाल आर्मी लाग्नको लागि चाहिँ 1 रुपियाँ पैसा पनि कोही मान्छेलाई पनि खुवाइनँ पनि, कोही सोच भन्छ नि कसै पनि लगाइन पनि होइन, त्यस्तै हो। अब आफ्नो मेहनत गऱ्यो भने तपाईँहरूलाई अलरेडी कसैले पनि झार्न सक्दैन क्या। तपाईँ बेस्ट रहनु होइन, बेस्ट अफ लक आगामी गएर। र तपाईँलाई एउटा कुरा तपाईँलाई सुन्न चाहन्छु, र यदि मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला। र केही तपाईँहरूलाई मबाट हेल्प गर्नुपर्ने भयो भने चाहियो भने कमेन्ट गर्नु होला, म सक्दो तपाईँहरूलाई हेल्प गर्नेछु। हवस् त, हुन्छ, धन्यवाद।